हामी कैलाश पर्वतको समीपमा छौँ। सायद योभन्दा नजिक कैलाश पर्वतको नजिक पुग्न असम्भव छ। हामी यहाँबाट घुमेर कुनै पनि साइडमा गयो भने पनि योभन्दा नजिक पुग्न सकिँदैन। अत्यन्त सुन्दर यो कैलाश पर्वतको फेदी हो। हामी फेदीमा छौँ। यहाँ यात्रुजनहरू खुसी साथ हिँडिराख्नु भएको छ। धेरै टाढा बागलुङबाट आउनुभएका उहाँ साह्रै मेहनत गरेर शिवजीको दर्शन गर्न आउनुभएको भन्ने कुरो थाहा पायो। खुसी लाग्यो। उहाँहरू पनि बागलुङबाट आउनुभएको छ। नेपाल, भारत, मलेसिया लगायत विश्वभरिका हिन्दूहरू यस पवित्र स्थानमा दर्शन गर्न आएको हामीले भेटियो। लगभग आज हामीले सोध्दै जाँदा 7-8 देशभन्दा बढी देशबाट आउनुभएका भक्तजनहरूसँग कुराकानी भयो। ल हेर्नुहोस्, यो अत्यन्त सुन्दर स्थान।